हेलो गाइज, आज चाहिँ म आइरहेको छु भैँसी हेर्न र भैँसीहरू चाहिँ तल रहेको छन्। म चाहिँ माथि छु होइन गाइज। अब भैँसी हेर्न चाहिँ तल जानुपर्ने हुन्छ। यहाँबाट चाहिँ सब तल जानुपर्ने चाहिँ बाटो चाहिँ छ गाइज। र मेरो भिडियो किन आएन भन्नु होला गाइज। र म चाहिँ भिडियो बनाउनु पाएकै थिइनँ, 3-4 दिन भयो भिडियो नबनाएको। र यो आज चाहिँ म बनाउन लागेको छु लङ भिडियो र सर्ट भिडियो पनि मैले हालिदिन्छु गाइज। धेरैजना सब्सक्राइबरले चाहिँ भिडियो आएन भन्नुहुन्थ्यो र अहिले चाहिँ म भिडियो हालिदिन्छु। सबैजनाले हेर्नु होला गाइज र लाइक सब्सक्राइब सेयर गरिदिनु होला। मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब जसरी गरिदिनु। हेलो गाइज, म चाहिँ आइसकेको छु भैँसी ठाउँमा। सबजना यता भुस यता हुनुहुन्छ, भाँच्ने यता कटेज चाहिँ दामी है बनाएको चाहिँ। यहाँ चाहिँ बसेर मस्त सिटाल ताप्दै। हेलो गाइज, अहिले चाहिँ म जान लागेको छु पानी खान। घाम पनि कति घाम हो, घामले दिनभर सिताएको छ। घामै घाम छ। अब पानी खाने घाम बाह्र त्यहाँ माछाहरू पनि छ गाइज। माछाहरू पनि देखाइदिन्छु तपाईँहरूलाई। फुल ब्लग बनाउनु पर्यो भनेको घामले सकिँदैन। घाम त डेन्जर चर्किन्छ गाइज। तपाईँहरू चाहिँ यस्तो घाममा चाहिँ बाहिर निस्किनु होला। हेलो गाइज, म चाहिँ खोला मान्छे है। सर र तर्नुपर्छ कि खोला तर्नुपर्छ। बल्ल आइन्छ। यहाँ छ अब खोला यता छिरेर यो चाहिँ भत्काइदिएको कि गाइज। सरलाई के भत्काइदियो चाहिँ तार जानु पऱ्यो। ए सरलाई के भत्काइदिएछ। हामी चाहिँ म चाहिँ उहाँ बस्ने। अनि चाहिँ पानी खान आइरहेको छु। माछाहरू चाहिँ बाबालाई हेर्नु, माछाहरू चाहिँ बाबा हाल्छ। भ्यू पनि उहाँ माथिको त बाबा हाल्छ। बाधाहरू लगाएको झन् है। यहाँ माछाहरू डेन्जर धेरै पाइन्छ। किन्ने भए आउनु होला गाइज। माछाहरू चाहिँ डेन्जर धेरै पाइन्छ। माछाहरू चाहिँ जस्तो हो त्यस्तै खालको माछा। उहाँ चाहिँ बल्छी खाने मान्छे पनि छन् 2-3 जना। उहाँ चाहिँ बल्छी खाने मान्छे पनि छ कि 2-3 जना। बल्छी खाने मान्छे पनि छ कि त्यहाँ। सब बल्छी खाने मान्छे पनि छन्। र टक्क पानी खान मनपर्छ। एकैछिनबाट म चाहिँ पानी खान गएको छु गाइज। पानी पानी छ कि पानी चाहिँ फोर खाइन सक्छु। चिसो पानी खा। भाइ चाहिँ माछा परि हो। भाइ चाहिँ पुरा युट्युब हेरेर रहेछ। पानी चाहिँ खानु पऱ्यो गाइज। सो हेलो गाइज, अझ म जान लागेको छु गुफा हेर्न। गुफा चाहिँ माथि छ। धेरै पुरानो गुफा हो गाइज। हामी पहिला आएको गुफा थियौँ। हामी पनि आउँथ्यौँ हामी हेर्न। गुफा हेर्न चाहिँ पहिला आउँथ्यौँ हामी यहाँ माथि रुखमा थियो। यो रुखमा हो क्या। अब पुगिसक्यो के हो हाम्रो थाहा छैन। तर जानु चाहिँ पर्छ गुफा हेर्न। कस्तो हेरेको थिएँ होइन। धेरै दिनपछि अथवा महिनै वर्षै भयो क्या यहाँ नआएको त। तर गुफा चाहिँ पुरै थाहा भएन। एकचोटि म जान्छु। पहिला चाहिँ छत्ती हेरौँ, दौडी हेरौँ। जाऊँ एकचोटि। बाटो चाहिँ खरिखास रहेछ। कहाँ जाने होला। यता गर्छ राम्रो रहेछ है। गुफा चाहिँ देख्नु। सो माथि भेटौँ गाइज। सो गाइज फाइनली गुफा चाहिँ उतै हो गाइज। हेर्नु म जाँदैछु के कस्तो हुन्छ हेरौँ गाइज। म चाहिँ गुफा निर जाँदैछु। ओहो गुफा चाहिँ बवाल छ गाइज। हेर्नु गाइज, त्यहाँ ओर्ने ओछ्याउने बिस्तार सब छ है गाइज। त्यहाँबाट नदेखेको होला। ओर्ने ओछ्याउने बिस्तार सबै छ है गाइज। हेर्नु गाइज, फाइनली ओर्ने ओछ्याउने बिस्तार सबै त्यहाँ। हामी चाहिँ पहिला गएको थियौँ। अहिले चाहिँ म एक्लै भएर
डर लाग्छ हो त्यहाँ गइनँ भित्र चाहिँ बाहिरबाट देखाएको है गाइज सो गुफा हेरेर चाहिँ म डर लाग्यो त्यो भएर चाहिँ म निस्किसकेको त्यहाँबाट चाहिँ भैँसी चाहिँ यहाँनिर आइसकेको छन् गाइज हेर्नु भैँसीहरू चाहिँ यहाँ आइसकेको छन् सो अब हामी चाहिँ माथि गएर बस्नुपर्ने हुन्छ भैँसीहरू चाहिँ हेर्दै हराइरहेको छ कि त्यो भएर माथि गएर बस्नुपर्ने हुन्छ भैँसीहरू चाहिँ यहाँनिर सब भैँसी घरबाट चाहिँ बाबाथीमा गएर बस्नुपर्ने हुन्छ सो गाइज अहिले पछि भेटौँ ल गाइज भैँसी चाहिँ तल हिँडिरहेको छ गाइज अब क्या नि भैँसी चाहिँ हेर्नै पऱ्यो पानी चाहिँ बगाएर रहेछ यहाँ पानी चाहिँ बगाएर रहेछ भैँसी चाहिँ हेर्नु पऱ्यो गाइज क्या नि है भैँसी यदि सकिन्छ गर्मी चाहिँ लास्टै गर्मी गाइज अब एकछिनपछि घाल्नु पर्ला जस्तो गाइज चेन्ज गरी हेर्नु पऱ्यो कि पालो आज हाम्रो होइन भोलि अर्केको हुन्छ कि त्यही भएर त्यस्तै पार गरी हेर्नुपर्छ गाइज भैँसी चाहिँ भैँसी तलतिर हिँडिरहेको छ भैँसी सब भैँसी चेन्ज गरी हेरिन्छ यस्तो गर्मी चाहिँ गर्मी डेन्जर गर्मी छ चाहिँ भैँसीहरू हाल हेरिरहेका छन् यहाँ चाहिँ पुरा बिरुवा जमाएर यस्तो गरिरहेका छन् यो चाहिँ कागतीहरूको बिरुवा रहेछ दामी जमाएको खाना चाहिँ है बिरुवाहरू चाहिँ डेन्जर राम्रो रहेछ भैँसीहरू चाहिँ यहीँ तल रहेको छन् अब 3-5 बजीतिर लाने तर एकछिन रेस्ट गरेर घरतिर जानु पऱ्यो अनि गाइज अहिले चाहिँ म घर हिँडिरहेको छु अङ्कल आइसक्नु भएको छ अङ्कल आएर काट्दै लाँदै हुनुहुन्छ म चाहिँ अब घर हिँड्न लागेको छु अब घर गएर आज सबैजना हेर्नु गाइज भलिबल गेम भइरहेको छ रङ्गशालामा टिकट काटेर जानु भयो भने चाहिँ 500 लाइभमा हेर्नु भयो भने चाहिँ फ्री गाइज लाइभमा हेर्नु भने चाहिँ नेटवर्कबाट नेट तपाईँको घर नेट छ होला अहिले चाहिँ नेटबाट हेऱ्यो भने चाहिँ फ्री है गाइज घरै बसी सुती हेर्न मिल्यो भलिबल अनि अब गएर भलिबल हेर्ने हो अनि अब दिँदै नोट गरेर भलिबल हेर्छु होला म अब पहिला सुरु गरेको सिबट अब लाइज